प्रोटेक्टर चेन्ज गर्ने बेला भयो कि यहीँबाट लिएर गएको मोबाइल हो तपाईँलाई याद छ भने ल्याउ न 1.5 लाख ल्याउ न 17 को कभर हाल्नु ए खिच्दै खिच्नु भएको होइन यिनीहरूलाई आफू जस्तै पुतलीवाला चाहियो के है ओके घामले चाहिँ मार्ने भयो लास्टै घाम छ कि यो बुटोलमा त्यसपछि केही भयो भने हजुर हुनुहुन्छ भन्ने अनुरोध गर अंकल अब हाम्री कुटुरी बहिनी अस्तिसम्म खेल्ने बहिनीले इ यस्तो बिजनेस पनि गरेछन् So hi guys, welcome back to our Santa Modern Vlogs YouTube channel. भयो भ्याइयो अरू केही भन नि त अझै त्यसै आउँछ बुटल छ ओके गाइज हिजो साँझ देखिसक्नुभयो बाहिर नाइट आउट खानपिन सकेर हामी चाहिँ रुममा थियौँ अनि बिहान उठेर फ्रेस भएर ओरेर स्पेसली सविताजी र ठुल्छोरी हस्पिटल गएर केही कामहरू निप्ट्याउनु पर्ने थियो त्यो सकेर आउनुभयो आएर हामीले खानपिन गऱ्यौँ सँगै अब चाहिँ हामी फेरि निक्लिँदैछौँ दिनभरि कामहरू छ आउनु सँगसँगै के काम गर्छौँ बताउँछौँ है त भ्लग पुरा हेर्नु होला बाई बाई गाइज अब चाहिँ हामी यहाँबाट अरुणासँग बाई गरेर किन रुन्थिन् र हैरान पारेको थियौँ भाजले त बक्र्या नि यार बल्ल यसलाई आनन्द अब म आएर हैरान पार्छु नि त अब म आएर हैरान पार्छु केही दिनपछि अरुणा उहीँ आउँछन् उहीँ रमाइलो गर्छौँ फेरि हल्लाखोर गर्नुपर्छ उहीँ पनि हो सही हो यहाँको हल्लाखोर चाहिँ हामीले यहाँ सिद्ध्याएर हिँड्नेमै साथीहरू बाई 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 अरुणा टेक केयर ओके राम्रोसँग पढ्नु हस् बाई 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 तिमीहरूलाई होइन उनलाई मात्रै हो भित्र त फुटे छैन होला नि बाहिरको मात्रै प्रोटेक्टरले जोगाउन त जोगाउँछ के तर यस्तोबाट जाने के हजुर ल खिच खिचेक्क तिम्रो मोबाइल त्यही हो है गाइज स्क्रिन प्रोटेक्टर चेन्ज गर्ने बेला भयो कि यहीँबाट लिएर गएको मोबाइल हो तपाईँलाई याद छ भने हाम्रो कान्छी छोरी छ नि आई के अरे छोरी यिनीहरूको आएदेखिबाट आए त्यसैमा छ 17 Pro Max ओरेन्ज अझै योवाला पोस्टर त बाहिर पनि छ नि त ऊ के यही हो कि मोबाइल पसल अरे अझै कहिले नआएका मान्छेलाई आइफोन 17 को त्यो आइफोन अरूमा कभर पनि हाल्नुहुन्छ नि त्यो ओरेन्ज हुन्छ नि एकचोटि यहाँ भन त के अरे आइफोन र रेडमी पेल्छ त्यसरी नि 1.5 लाख जति बनाउने 17 Pro Max किन्ने सुन्नु छोरीका सौखिन के अहिलेदेखि 1.5 लाख 2 लाख केही चाहिँ लाग्ने यिनीहरू ल्याउ न 1.5 लाख ल्याउ न 2.5 लाख 1.5 लाख ल्याउ न प्राइवेसी हाल्ने कि नन प्राइवेसी हाल्ने हो प्राइभेसी राख्ने के हामी आइफोन 17 को कभर हाल्नु ओरेन्ज कलरको यस्तो सिम्पलवालामा लिने कि अर्को लिने ए क्यामेरा कस्तो राम्रो देखियो प्रोटेक्टर राखेपछि मिलेन देब्रे हातले भन्नु है यो त होइन है भर्खरवाला त किन देखाएन र हजुरले ए खिच्दै खिच्नु भएको होइन पढ्नु है त होइन कि भर्खरै देखाउँदाखेरि के रहेछ भनेर राम्रो आएको त सविताले त क्लियर छ त अघि त्यो भरे हो कि धमिलो भरे हो कि त्यस्तो भएको लोन राख्नु कस्तो कस्तो छ 17 को किन राख्ने हो र लौ यसैलाई मिल्ने पाउँछ त
के अरे त्यस्ता झिलिमिली चाहियो यिनीहरूलाई एउटा ल्याउन कुन मनपर्छ खुल्छ यिनीहरूलाई आफू जस्तै पुतलीवाला चाहियो के है ओके मक्ख परे अन्त 16 को हो त कहाँ हो त बल्ल भयो ठिक छ ओके साथीहरू हाम्रो चाहिँ मोबाइल पसलमा केही कामहरू थियो अनि त्यो चाहिँ सक्यौँ अब यसपछि हामी जाँदैछौँ कसैलाई भेट्न सविताजीको शुभचिन्तक हुनुहुन्छ एकजना मलाई भेट्न तर मेरो पनि साथी है मसँग पनि चिन्जान छ उहाँको भेटघाट गर्न थुप्रै छ जाम हिँड्नुहोस् घामले चाहिँ मार्ने भयो लास्टै घाम छ कि यो बुटोलमा त गाइस हामी चाहिँ माइक्रो चढेको जानलाई हामी चाहिँ किन खुसी भएको छोरी यहाँ हेर्नु नि गाइस सारा रा 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 चिसो शीतल यो गाडीलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छ मामले होइन छोरी यस्तो यो बुटुलको गर्मीमा यस्तो मस्त फ्यान आज चलिरहेको फ्यान त हुन्थ्यो कि चल्दैन चल्ने जम्मैमा जताततै आइसक्यो जताततै योवाला चलेछ योवाला चलेछ योवाला नि चलेछ भनेपछि सबै चल्दो रहेछ के ओके पंखा हेर्नु कति मस्त सानो सानो पंखा खासमा हामी एकजना हाम्रो के भइहाल्छ फेरि नमस्ते म्याडम नमस्ते मैले कुनै दिन लाइसेन्स निकाल्यो भने त्यसपछि केही भयो भने हजुर हुनुहुन्छ भन्ने अनुरोध गर त्यसमा फेरि म पिन्छु है म नि चन्दा दिदी पछि मजाक गरेको साथीहरू साथीको ठाउँमा साथीहरू नत्र भने यहाँ त क्लास लिनुहुन्छ फेरि ए हामी साथी भेट्न आएको कि होला है उहाँ हाम्रो एकदम पुरानो साथी हुनुहुन्छ धेरै पछि भेट भयो तर रमाइलो लाग्यो होइन कति खुसी लाग्यो 3 वर्षपछि भेट भयो त्यहाँ हजुरले उहाँ छोडेको कति भयो 4 वर्ष भयो 4 वर्ष भयो हामी आएर केही समय बसेपछि हामी आएर केही समय म बसेपछि हजुर म बस्दा त उहाँ गइसक्नु भएको थियो जानुभएको हो तपाईँ त त्यही रुममा त बस्नुभएको नि होइन र हो कि मेरो भाइ छँदाखेरि म आउँदा त्यही हुनुहुन्थ्यो हजुर पछि इस्यु गएपछि म यता आएको हो इस्यु गएपछि म अर्को दिन सरेको ठ्याक्क इस्यु अघिल्ला साथीहरू म्याडमले जानै दिनुहुन्न चाह खाएर जाने चाह खाएर भन्नुभयो हुन पनि 2-3 वर्षमा भेट भएको यहाँ हेर्नु नि फेरि उहाँले फेरि बहिनीहरू खेलिहान् मस्त म्यामको छोरी बाबु छ नि त आर्के पनि खेलेर बसिराखेको छ उसलाई फेरि हिँड्नै पर्ने यहाँ दिदीलाई देखेर छि कक गरेछन् फेरि किन त्यस्तो आएको किन बड्की लाग्यो कति घाम छ साथीहरू कति गर्मी छ कुक कुक गरेको नि कुक कुक खै भएन अन्त कति भेट्न मन लाग्थ्यो के धेरै भयो थियो क्या नभेटेका को सविता हो आज त पिङ्की म्याडम त पुरा पिङ्की पिङ्की पङ्की हुनुभयो टिकटक बनाउने ए अंकल ड्राइभर अंकल पंखा ऑन गर्नु न यो वाला छैन के छोरी यो देख्नलाई मात्रै यो चलाउनलाई होइन त्यही आफ्नो मात्रै चलाउने हो कि जहिले नै पंखा भयो पो अन गर्ने ड्राइभर हो र भन्छन् छ
छोरी अब हिँड्छु हिँड्दिन अब हिँड्छु अरे यो गाडीमा हिँड्दैन अरू गाडीमा चाहिँ हिँड्छु हो तर घुम्न चाहिँ हिँड्ने हो यति डढ्दा पनि चित्त बुझ्यो आज त थोरै डढिएन यार अर्कै फेरि बाहिर जान्छन् कि ए हो ए छोरी बहिनीलाई बरु शीतल आँखा तरेकी हेर न साथीहरू डुल्दा डुल्दा सबैलाई भेटघाट गर्दा कामधन्दा भ्याउँदै भ्याउँदै साँझ पर्न लाग्यो बहिनी थिम आइपुगेको छु म यहाँलाई हेर्नुहोस् म माथि छतमा बसेर अर्कै क्युटी पाइछ फेरि उसलाई दिन हेलो यिनीहरूले बहिनी छन् त्यहाँ पनि भन्थे ए कस्ती बहिनी छ भने हेलो छानुमया हेलो दिदीहरूलाई देखेर कस्तो गरेछ उसले अनि नमस्ते आशीर्वाद फाइनली भेटघाट हुने मौका जुर्यो ए भगवान् कति हो गर्मी क्या र बसेछौ छानुमया हेर दिदीलाई देखेर हेलो हेलो छानुमया ए मिन्नु बाउ दिदी देखेर ए के गर्न आउने कति खुसी हुन्छ ल जाम भित्र बाहिर त घाम छ लास्ट के कति गर्मी हो ए भगवान् हाम्रो हालत खराब भएको जाडो के जाडो घाम छ ए ये चाहिँ खेलाउनु मन लाचेको यसले कति रुचाउँछ कि केटाकेटी एक्लै भएर नि होला दिदीलाई देखिलो त्यति खुसी आइकिएछन् नि चले होइन टाइमिङ चल्यो दिदीहरूलाई देखेपछि खालि दिदीहरूको हात आऊ नजाऊ है नजाऊ ल नजाऊ टाटा टाटा बाई 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 हाम्रो सानोले ए चन्दा दिदी त पुटुरीलाई मैले नि कहिले हो म आउने रहेछ त ठुलियो नि भाइ भन्छ नि कति यस्तोमा लिने कस्तो मजा लाग्ने म कति नराम्री छु भन्नु न म कति नराम्री छु के छ हेलो भन्नु न हेलो हेलो दिदीलाई हेलो एक भन्नु वर्ष कि भएन कति रुचाएको के दिदीहरूलाई कालाबादीलाई कालाबादी के मैले गाएको के पुतली हो पुतली बजाइदिए गाइदिने हो नि यिनी नाच्छ पुतली हो पुतली त्यसपछि आउँदैन नानी बाई बाई दिदीहरूलाई खुसी हुने छ के दिउँसभरि केही नखाइकन यति हजुर के अरे अलि सानो भयो है यो 31 किलो त लैजानुपर्छ लगाइराख्नुपर्छ यो पेट बहिनीलाई लिएर जाने इसा ए कुटुरी माया अनि साथीहरू अब हाम्री कुटुरी बहिनी अस्तिसम्म खेल्ने बहिनीले यस्तो बिजनेस पनि गरेछन् अब बिजनेस गरेको यहाँ हेर्नुहोस् ल हेर्नुहोस् यति राम्रा राखे कि यहाँ छोड्नै मन लागेन यो लिँदा लिँदै लिँदा लिँदै त जे देख्यो त्यही राम्रो छ जे देख्यो त्यही राम्रो छ हे भगवान् एक झोला त भएछ नाइट सुटदेखि लिएर कार्डिगनदेखि लिएर गाउनदेखि लिएर राति सुत्दा लाउने सर्ट्स लङ के हो हे भगवान् मैले यति लिएर हिँडेछु भन्ने सीमै छैन यो सबै हेरेर चुज गरेर छोड्नै नसकेर बोकेर जाँदैछु साथीहरू त्यही भएर हाम्रो पुटुरी बहिनीलाई धन्यवाद मेरो सानो र पारु एउटै हुन् सानैदेखि कुत्रु 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 खेल्थे आज बहिनी बिजनेस वुमेन भनी ल बधाई छ हेर्नु त साथीहरू एक झोला कपडा हे भगवान् ओके गाइस एक भारी कपडो लिएर म निस्के म मात्र हैन हामी सबै मुम्बई हैन मुम्बई
कस्तो दामी खाने यो कपडा किनेपछि यो झोलामा प्याक गरेपछि लक्ख परेको म त। ए यिनीहरूले त यहाँ हेर्नु त कति सिरियस भएर हामीले लैजान्छौँ र बहिनीलाई यार एउटी बहिनी पाइछ बल्ल बहिनीले आफूहरू दुइटी छन् आफूले अझै पनि मम्मी छोड्न सक्दैनन् म विदेश जानलाई त नजानुहोस् है मम्मी प्लिज गरे खानु अब यो लय त मलाई नि लानु पर्छ अब यो एउटै गुटुनी लैदिएर के हार्ने हो बल्ल 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 पाए कि बिचरा बाबा लानु पर्यो नि फेरि ज्वाइँलाई बिचरा कता हत्ते बनाउनु पर्यो बाबा लानी नलानी देखेकालाई मात्र रहेछ ल जाम बाई बाई सानी राम्ररी बस फेरि उही पहाड गएर एकपल्ट चटपट खाम्ला पछि किन जाने कस्तो रमाइलो भएको भाइ चुनावमा जाँदाखेरि होइन यहीँ बस्ने हो रही नि बाई गरिदेऊ ल बल्ल बाई गरिदेऊ तिमीले बाई बाई सानो माया बाई अब भोलि स्कुल छैन के रे हेर त बाई गरे नि बहिनीले त यस्ता सजिला छोरीहरू पाएर ए कति ज्ञानी छ नि यत्तिकै हो मलाई यस्तो एकदम मन पर्छ कि केटाकेटी यस्तो भयो भने भाइ बहिनी त देख्नै हुन्न यत्तिकै हो ल जाम हिँड छोरी हिँड भोलि स्कुल छ पढाइ छ ल चाँडै पनि नगर्ने होइन आफ्नो अलि पाका टाइप च्याचुत गरे त मम्मीले त होइन च्याचुत हो नि फेरि नि हात